एउटा लेखक गोजीको कलम झिकेर सुस्केर हाल्छ र लेख्छ जलेको दरबारको कथा। एउटा लेखक गोजीको कलम झिकेर सुस्केर हाल्छ र लेख्छ जलेको दरबारको कथा। रेमिटेन्सबाट चलेको घरबारको कथा। ठीक त्यति नै बेला लिपुलेकको अपहरण हुन्छ। ठीक त्यति नै बेला लिपुलेकको अपहरण हुन्छ। हराउँछ नक्साबाट। एयरपोर्टमा एउटा मृत शरीरले चिच्याउँछ बाक्साबाट। एयरपोर्टमा एउटा मृत शरीरले चिच्याउँछ बाक्साबाट। अब झन् लेख्न कठिन हो। भ्रष्टाचारको दुर्गन्ध बागमती भरि छ। दुधको भाँडोमा बिरालाको रखबरी छ। ऊ एकाग्रै हुन सकेन। यो देश सदियौँदेखिको पराधीन नभएको इतिहास जीवन्त छ। तर अचेल समय फेरियो। घरिघरि तल्ला घरे छिमेकीले नङ्ग्र्याउँछ शरीरभरि दाग छ। घरिघरि तल्ला घरे छिमेकीले नङ्ग्र्याउँछ शरीरभरि दाग छ। समुद्र पारी डढेको खुर्सानीको नेपालसम्म चलेको राग छ। यही बेला निराइरहेको अर्को छिमेकी पनि जाग्छ। अब कसको पक्षमा लेख्ने लेखक अभाग छ। एउटा हातले सगरमाथा समायो। लेखनमा बुद्ध छोड्ने पो हो कि? एउटा हातले सगरमाथा समायो। लेखनमा बुद्ध छुट्ने पो हो कि? झिलको आकाशमा आफ्नै दाउ छ। अमूल्य खजना लुट्ने पो हो कि? घरिघरि भोक लाग्छ बाँझो टारी छ। छोरो मुल्लानमा अन्न सीमा पारी छ। छिमेकको कामुक आँखाले डामिएका कोशी गण्डकी र कर्णालीको आफ्नै कथा छ। पाहुना पर्खिरहेका सौन्दर्यको आफ्नै व्यथा छ। हुन त यहाँ के छैन, सब थोक भएर पनि साधुको भेष छ। खरानीमा टेकेर दौडिरहेको मेरो देश छ। यहाँ एउटा बालकले जन्मिने बित्तिकै युरोप र अमेरिकाको सपना देख्न सुरु गर्छ। यसरी एउटा लेखकले शान्तिको गीत कसरी लेख्न सुरु गर्छ? जहाँ हनुमानलाई अनदेखा ढेडुलाई पगडी छ। सपनाको बगैँचामा इमानको महामारी छ। थाकेको कपी छ, कलम बिमारी छ। धन्यवाद। अब ओखर हुँदा आएपछि अब यो तपाईँहरूको निन्द्रा पनि छ। मैले